लगमा साथीहरू आज अर्को भिडियो लिएर आएको छु। आज म बनाउन लाग्छु सुकानी बटोल। हमारा पहाडतिर बजारतिर खुबै मानिने हो यो डिस हो। हमारा पहाडी चलन बजाइन्छ एकदम छिटो मैले मास पिसेर यहीको मसिनो पिठो बनाएको छु। तन्जे हाम्रोमा यो सुकानीको मसला बनाउन लाग्छु। लसुन अदरक यही चिज हो यो। अलिअलि झिक्कै हाल्यो मैले यसमा। तब चाहिँ खुर्सानी तमलाई लाग्यो खुर्सानी खूब खानेर अनि धेरै खानेर भन्ने लाग्यो तर कसो न हम धेरै कम खाने भने खुर्सानी तर यो खुर्सानी लाग्दो न ढङ्गले सुकानीमा धेरै खुर्सानी च्याट्ट गर्दो हुनाले खुर्सानी ज्यादा हाल्यो। यो हो तम्रो जीरो साबुत जीरोलाई अलिक झिको हाल्यो होइन। अरे यो हो कडी पत्ता। हमारा पहाडतिर हमारा मातिर गाई भैँसलाई नै होइन यहीको मर्ने धेरै हुन्छ। यसलाई बलिलो धोयो हामीले धुन्छ धोएर पत्ता हाल्नु मसला पिसेर यो पनि ठिकै लाग्दैछ। यो हो तम्रो के अरे धनियाँ पाउडर। धनियाँलाई साबुत हाल्नुपर्छ तर अचानक ठक्क्याएर खाना भयो अब मैले यो धनियाँ पाउडर हालेँ। यो लसुन के अरे हल्दी खुर्सानी पाउडर हाल्नु जरुरत नहीं तर अरे यो अलि भित्र खुर्सानीको ठोला रहेछन् भयो त्यो ढङ्गले पिस्छन् होइन। पानी हाल्दा लाग्छ पानी हालेर पिस्छ। अब यो हो सुकानी बनाउने पानी पर्छ होइन। यो मैले अहिले मिक्स गरेको थिएँ पिसाएको थिएँ त्यो मसला हालेँ मैले अलि हल्का बढी भइरहेको हल्का कम हाल्यो भने बाहर दिने हमने घरैलाई बनाया। यहीँतिर मैले दाल लगाएको छु भात सात पकाएर राखेँ हो। यो दाल हो होइन। अब यो दाल पाकेको छ पानी हालेर यो हो पिस्याउने यो जाल हल्लाएर कसामा पानी हाल्छ। यो हो अलि भन्दा पनि अलिक ढिकै भइरहेको छ हल्का एकदम तेलो देखिरहेको छ। नुन हालेँ मैले नुनलाई अलिक बढ्दै खान्छु यसो पनि मैले त्यस पछाडि अब यो तम्रो सुप यो हो सुप यो तम्रो सुप हेरेर साथीहरू हालेपछि अलिक कलर चेन्ज हुने हो चिकनको मस्त अलिकति डिफ्रेन्ट भयो होइन। चिकनको बनाउनु जान्दैन मस्तै लाउनु पऱ्यो मिसाउनु पऱ्यो धेरै अब यसो पानी अब यो कसो भयो साक्यो मैले अलिकति सुप कम भइरहेछ नाम त सुकाइन्छ सुप नभए किन बनेको घरै हालेपछि अझै
सुकानीको कलर परिवर्तन भयो, फेरियो भने कलर आयो हेर। अब यो भया पनि हो, यसलाई हिलाउन हो तर भइसक्यो। मैले मात्र हराएको त केही पनि नआयो। अब यहाँमा तेल लानु, बटुक लाने पकाउने, बटुक पाउँदैछ नानु गराएछ ठिक हुन्छ नानुसँग। तब मैले यहाँमा तेल लाएँ, तेल मजाले। लो हमारा दीदी आज वीडियो को बताया बच्चा, हमारी दीदी नहीं, आज मैं दीदी फोटो बाजांगी स्टाइल का बस बाजांगी स्टाइल का माइक सबको मैले गरेँ। सुकान सब दाल भात सब रेडी। अब बटुक मात्र दीदी पकाउनु हामीले। खाने वाला आए थे खाने आया है। ल साथीहरू, हाम्रो रेडी भयो सुकानी बटुक र दाल भात सब रेडी छ। मिलाएर पल्लाएको सुकानी मलाई फुल्यो लाउन, मलाई बटुक साग भयो, दाल भात सब राखेको छु। मलाई पस्किन तयार भएको छ। लास्ट हो तमन्नाको कल्याणीको लाग्छ, कमेन्ट गरे सुकानी बटुक हाम्रो त फेभरेट हो। बजारतिर सिटीतिर फर्स्ट छ। ल अब